हेलो साथीहरु नमस्कार धेरै 3-4 वर्षपछिको हामी अन्तरालपछि हामी चाहिँ युट्युबमा आउँदै छौ है हेलो ह्यापी होली सर ह्यापी होली हाम्रो पीएससी को फार्मेसी को सर हुनुहुन्छ अझ है अब म अलिकति इन्ट्रोडक्सन दिन्छु सर 2-3 वर्ष भइसक्यो सर भिडियो नराखेको अलिकति आज होली स्पेशल लिएर हाम्रो एक्स-रे को सर हुनुहुन्छ हैन हेलो अनि त्यसपछि हामी तयारीमा हुनुहुन्छ के हाम्रो होलीको तयारीमा हुनुहुन्छ ह्यापी बर्थडे हाम्रो चाहिँ अर्को डाक्टर साहब हुनुहुन्छ हाम्रो ल्याबको सर हुन्छ वरिष्ठ त्यो कलरको तयारी भइरहेछ अझ यसमा केही कलर थप्नु पर्ने छ त्यही भएर हामी कलरको हामी के छ रे आउँदैछ हामी है पठाइरहेको थियौँ अब अलिकति झुक्क्याएर उहाँले लागिसक्यो उहाँको अनुहार देख्न गाह्रो छ अहिले अब हाम्रो बाँकी हाम्रो पिएससी का स्टाफहरू आउँदै हुनुहुन्छ अब त्यो विशेष हामी एकछिनमा देखाउने नि छौँ हामी चाहिँ अब बल्ल प्रक्रियामा छौँ एकछिनको चाहिँ हेर्नु चाहिँ कस्तो हुन्छ हाम्रो हालत फोटो लिनको लागि चाहिँ हाम्रो तयारी हुँदैछ ब्याक क्यामेरा गर्दै के अहिले यति दिन्छ र हाम्रो कलर देखाउँदै कलर टी-शर्ट पनि ल्याउनु लगाउनु सरी लगाइहाल्नु पर्छ लाइभमै लगाउनु लाइभमै यति देखाएर लगाउनु ओ फिल्मै गरेर खेल्ने मैले चाहिँ यसो सिके मात्रै है ल तपाईँ हाम्रो लागि ह्यापी होली ल फोटो खिचिहालौँ त छिटो रङ मेन मान्छे अहिले आउनुपर्ने हाम्रो योद्धा हुनुहुन्छ हाम्रो योद्धा हुनुहुन्छ साथीहरू आउनु होला ल हामी कुर्यो कि तपाईँहरूलाई ल ल यो हाम्रो स्पेसल भिडियो बनिरहेको कि यसमा चाहिँ है हाम्रो सबैजना पिएससी स्टाफहरू हुनुहुन्छ होइन सिस्टरहरू आउनुभयो हामी खास फोटो खिच्ने पुरा अनुहार रङ्गिसक्यो है स्टिकर मैले लिएर आइन नि ला यो बाबुले समाउँछ होली बाबु है सुयोग हान्नु न हान्नु हामी अब अझै हाम्रो होलीको कार्यक्रमलाई अघि बढाउनको लागि हामी दुईजनामा मन्त्रीहरू लिएर जाँदैछौँ ओके अर्को वर्षमा चाहिँ भयङ्कर रमाइलो गर्छ भने हामीलाई हो नि हो दिदी लाउनु बाबु होइन अब टिराम सर विश गर्नु ह्यापी होली भन्नु सिस्टर बच्चाहरूले लगाउनु पर्यो लगाइदिउ त कति राम्रो देख्यो हेर गोप्य योजनाहरू बनिँदैछ नि यहाँ भाग्नलाई होइन ब्याकअप केही गर्नै पर्ने हाम्रो योजना हामीलाई अट्याक आउनेवाला छ मैले बुझिहालेँ ओहो So all right guys, हामी चाहिँ अहिले
2081को होली कार्यक्रम अन्तर्गत चाहिँ हामी अहिले सुलीचौरको पिपल चौताराको नजिकै हामी गइरहेका छौँ। यतिखेर हाम्रो डग साहब हुनुहुन्छ यता चाहिँ र हाम्रो सम्पूर्ण पालिकाको सम्पूर्ण सरहरू हुनुहुन्छ होइन, सबैजना पालिकामा जति पनि कर्मचारी हुनुहुन्छ, कर्मचारी टिम चाहिँ हामी एकदम सभ्य तरिकाले चाहिँ मिलेर होली खेलिरहेछौँ। अब ल साथीहरू, इतिहासकै यो आजसम्म जिन्दगीमा यति धेरै यस्तो तरिकाले यो टाउकोमा यो प्रोटिन खाने गरी होली कहिले खेल्दा थिएन। यसरी एक दुईवटा प्रोटिन कहिले खान्थ्यो, बेसी खायो कि तर मेरो टाउकोमा नि लगभग 1-2 हजारको अन्डा खेर गइसक्यो आज। त्यो अन्डा मलाई दिएको भए कति शरीरमा लाग्थ्यो होला है, सनै परेछ कि। आज सुलीचौर रुइनीबाङदेखि लिएर हाम्रो पुरानो स्कुलमा पनि गयो है, चारतिर गयो। अब सबै साथीहरू बिस्तारै बिस्तारै थाक्दै जानुभयो अनि हामी मात्रै हो लास्टमा, हामी 3-4 जना मात्रै हो। अब चाहिँ हामी पनि अब गएर नुहाइधुवाइ कार्यक्रम गर्नुपर्ने भन्नाले है। अब चाहिँ हाम्रो ब्लग यहीँ इन्डिङ हुन गइरहेको छ। सो आई होप सबैजनाले चाहिँ हाम्रो ब्लग मन पराइदिनु भयो होला। सबैजनाले डोन्ट फर्गेट टु लाइक, सेयर, कमेन्ट एन्ड सब्सक्राइब। थ्याङ्क यू फर वाचिङ। अनि फेरि हामी अर्कोचोटि पनि यस्तै मौकाहरू मिल्यो भने फेरि यसरी नै मनाउनेछौँ। सबैजनालाई 2081को ह्याप्पी होली। थ्याङ्क यू सो मच, बाई बाई। एकछिन पक्नुस् त, पक्नुस् एकछिन।